पारी पन्जाल्यो पारी पन्जाल्यो चलेन वारी पन्जाल्यो पारी पन्जाल्यो जलेन रानी वन पहारो भए रसाउँथ्यो होला निष्ठुरी तिम्रो मन निष्ठुरी तिम्रो मन मेरो लैलै निष्ठुरी तिम्रो मन Chết. Chết đâu? Kita apa nih? Error apa hari? Halo, oke. वीडियो बना रहा है इसको वीडियो है लाल तो फोटो आओ आप ला रेडी है ल बगेको पानी मेरे लागि हो बहेको हावा मेरे लागि हो यो बगेको पानी यो बहेको हावा मेरे लागि हो मेरे लागि हो हो तिम्रो लागि हो ल है मैले टेकेको धरती मेरै लागि हो मैले चुमेको आकाश मेरै लागि हो मैले टेकेको धरती चुमेको आकाश मेरै लागि हो मेरै लागि हो भरपिपल चौतारी मेरै लागि हो रमाइलो यो धरती मेरै लागि हो प्रज्ञानं ब्रह्म ऋग्वेद अहं ब्रह्मस्य यजुर्वेद तत्त्वमसि सामवेद अयमात्म ब्रह्म अथर्ववेद नि बगेको मेरो लागि हो यो हावा बहेको मेरो लागि हो यो धरती वासुदेवाय ओम नमः शिवाय ओम नमो भगवते वासुदेवाय ओम नमः शिवाय ओम नमो भगवते वासुदेवाय ओम नमः शिवाय ओम नमो भगवते वासुदेवाय
डरलाई यताउति साइड लागेपछि जानुपर्छ। वासुदेवाय नमो भगवते वासुदेवाय भगवते वासुदेवाय नमो भगवते वासुदेवाय नमो भगवते वासुदेवाय नमो वासुदेवाय नमो वासुदेवाय नमो वासुदेवाय नमो वासुदेवाय नमो भगवते वासुदेवाय नमो भगवते वासुदेव नमो भगवते वासुदेवाय नमो वासुदेवाय नमो भगवते वासुदेव नमो भगवते वासुदेवाय नमो वासुदेवाय नमो वासुदेवाय ओम शिवाय नमो भगवते वासुदेवाय नमो वासुदेवाय वासुदेवाय। यो डाँडाको चौतारी मेरै लागि हो, रमाइलो यो धरती मेरै लागि हो। डाँडाको चौतारी रमाइलो यो धरती मेरै लागि हो, मेरै लागि हो। ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय। के भयो कालीगण्डकी र त्रिशुलीको सङ्गम भएपछि यहाँ नारायणी, यी नारायणी नदी बग्दै 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 त्रिवेणीसम्म गएर त्यहाँ तुङ्गभद्रा र स्वर्णभद्रा र पूर्णभद्रा नाम गरेकी दुईटी नदीसँग त्यहाँ मिसिएपछि तीनवटा नदी मिसिएको कारणले त्रिवेणी दुईवटा सङ्गम भयो। त्यहाँ तीनटा नदी मिसिएको कारणले त्यहाँ त्रिवेणी, त्यहाँसम्म नदी बग्दै। अब यसमा पनि देवघाटको विशेष महत्त्व के भयो त भने कुम्भ भनिन्छ नि,
नेपालमा चतरा धाममा उता बराक क्षेत्रमा पहिलो तीर्थ भनिन्छ, कुम्भ लाग्छ। र देवघाटमा पनि अर्ध कुम्भ, केही कुम्भ नामले पनि गर्न मिल्छ है। यहाँ भारतमा प्रयागराजमा कुम्भ लाग्यो है, महाकुम्भ। प्रयागराजमा महाकुम्भ लाग्दा 144 वर्षमा आउने एक पटकको यो महाकुम्भ भनियो। 144 मा एक पटक आउने कस्तो कुम्भ रहेछ भनेर सबै गए। भारतीय सूचनाको आधारमा 50 लाख नेपालीले पनि त्यहाँ दर्शन गरे। अब यहाँ सोच्नुपर्ने विषय के छ भने त्यो महाकुम्भ त्यति महत्त्व कसरी भयो? देवघाट पनि कुम्भ छ, कहिले भयो? कहिले कुम्भ मेला लाग्छ तर कुम्भकै नामले गंगा यमुना र सरस्वती नदीको उदाको मेरो लागि हो नयाँ बिहानी, मेरो लागि हो सूर्य उदाको नयाँ बिहानी, मेरो लागि हो, मेरो लागि हो।